धेरै सम्भावना तर नदेखिएको ठाउँ, धेरै कथा तर नलेखिएको गाउँ। घाँटी थुपेर गीत आउँदैन नि, घाँटी भिजाउनु पर्यो। एक यात्रा अनेक सम्भावनाहरूको उजागर गर्न यसपालिको हाम्रो यात्रा विश्वकै तेस्रो र नेपालको दोस्रो अग्लो शिखर कञ्चनजङ्घा हिमालको काखसम्म। त्यसो त नेपालका हिमाली भेगहरूमा यस्ता धेरै गाउँहरू छन् जहाँ समय आफै थकित भएर रोकिए जस्तो लाग्छ, जहाँ न मोबाइलको सिग्नल पुग्छ न सडक। तर त्यहाँ पुग्दा छुट्टै अनुभूत हुन्छ। कञ्चनजङ्घा बेस क्याम्प जाने बाटोमा यस्ता बस्तीहरू किताबमा होइन, हिँडेर मात्र भेटिन्छ। जीवन यहाँ साँच्चीकै दुःख छ, तर सुन्दर पनि छ, र यही भेटिन्छ जीवनको शुद्धता, आत्मीयता, परिश्रम र प्रकृतिसँगको गहिरो सम्बन्ध। हामीले फुङलिङ बजारबाट कञ्चनजङ्घाको यात्रा सुरु गर्दा सवारी साधनबाट फुङलिङ हुँदै फक्ताङलुङ गाउँपालिका केन्द्र तापेथोकमा हामी बास बस्यौँ। भोलिपल्ट बिहानै हामी ग्याब्ला पुग्ने भनेर हिँड्यौँ। तापेथोकबाट हिँडेपछि सेखाथुम पुगेर खाजा खायौँ र केही बेर बस्यौँ। यात्राको क्रममा अगाडि बढ्दै जाँदा केही परसम्म सडक निर्माण भए पनि त्यसपछि चौडा बाटो भएको पदमार्गलाई पछ्याउँदै इटहरी जौबारी हुँदै लामाटार पुगेर खाना खाएपछि हामी फेरि हुँदै केही समय उकालो लागेर अम्जिलेसा पुग्यौँ। आज हामी ग्याब्ला पुग्ने भनेर हिँडे तापनि उकालो बाटो लाग्दै गर्दा साँझ मात्र थङ्ग्याम पुग्यौँ। र अहिले चाहिँ हामी थङ्ग्याममा आएर बास बस्नुपर्ने स्थिति आयो। यही ठाउँमा हामीसँग भेट भयो घुन्सा निवासी ngदा शेर्पासँग। मेरो घर चाहिँ यहाँ घुन्सा हो, म यहाँको स्थानीय मान्छे हुँ। मेरो नाम चाहिँ ngदा शेर्पा। उनी सगरमाथा 10 पटक, कञ्चनजङ्घा 3 पटक र अन्य कयौँ हिमालहरूको सफल आरोहण गरिसकेपछि अहिले आफ्नै क्षेत्रका हिमालहरूको प्रचार र आरोहणमा लागेका छन्। उनको जीवनीलाई लिएर द वाल अफ स्याडोज डकुमेन्ट्री पनि बनिसकेको छ। भोलिपल्ट बिहानै हाम्रो यात्रा फेरि सुरु भयो। बाटोमा गुराँसका बोटहरू देखिन थाले। हामी केही क्षण उकालो हिँडेपछि ग्याब्ला गाउँ पुग्यौँ। अहिले चाहिँ हामी ठ्याक्कै ग्याब्ला भन्ने ठाउँमा आइपुग्यौँ है त। शाब्दिक अर्थमा ग्याब्ला भन्नाले डाँडाको पछाडि हुन्छ। यो गाउँमा प्राकृतिक हिसाबले कञ्चनजङ्घा जाने बाटोलाई छाडेर थोरै माथि गाउँतिर उकालो लाग्दा उवाको खेती हुने जमिन अनि सुन्दर सानो गाउँ देख्न सकिन्छ। ग्याब्लाबाट खोजतिर हेर्ने हो भने यहाँ अत्यन्त मनमोहक भित्र लुकेको ग्याब्ला झरना देखिन्छ। यहाँ 3-4 वटा होटलहरू सञ्चालनमा छन्। त्यहाँ रहेको ग्याब्ला झरना र ग्याब्ला गाउँ निहालेर हामी घुन्सा पुग्ने लक्ष्य सहित अगाडि बढ्यौँ। हिँड्दै जाँदा हाम्रो यात्राका गतिहरू सुस्त हुन थालेका थिए। अहिले चाहिँ हामी फले भन्ने गाउँमा आइपुगेका छौँ। फले गाउँ समुद्री सतहबाट 3150 मिटर उचाइमा रहेको बस्ती हो। यो ठाउँ कुनै समय आलुको लागि प्रख्यात मानिन्थ्यो, तर अहिले बिस्तारै यो घट्दो क्रममा छ। यहाँ शेर्पा समुदायका मानिसहरूको बसोबास र होटलहरूको सुविधा रहेको छ। तिब्बती शरणार्थीहरूको बसोबासबाट यो ठाउँमा मानिसहरूको बसोबास सुरु भएको बुझ्न सकिन्छ। फले गाउँ हिउँदको समयमा माथिल्लो क्षेत्रमा बसोबास गर्ने मानिसहरू आएर बस्ने गरेको पाइन्छ। त्यस दिन हामी फलेमा खाना खाएर गीत गाउँदै रमाइलो गरेपछि घुन्सातर्फ अघि बढ्यौँ।
फलेबाट हिँडेको 3 घण्टामा हामी घुन्सा पुग्यौं, जहाँ जानु गेस्ट हाउसका सञ्चालक तेन्जिङ नुपु शेर्पाले हामीलाई पर्खिरहेका थिए। चारैतिर पहाडले घेरिएको सानो उपत्यका जस्तै कञ्चनजङ्घा जाने यात्रुहरूका लागि मुख्य विश्राम थलो। शेर्पा समुदायको बाहुल्यता रहेको पर्यटनले बिस्तारै फेरिँदै गरेको यहाँको जीवनशैली। यो हो घुन्सा गाउँ, जहाँ प्रकृति बोल्छ। हाम्रो खास भनेको चाहिँ घुन्सा भन्ने मात्रै, हामी यहाँको चाहिँ खास भनेको खम्बाचेनमा बस्छौँ हामी, खम्बाचेन भनेर चिनिन्छ। अब अहिले चाहिँ माथिबाट सरेर आएर घुन्सामा बसेर गर्दा घुन्साली भनेर मात्रै हो, तर हाम्रो खास भनेको चाहिँ हाम्रो खम्बाचेन हो। पुरानो पुर्ख्यौली ठाउँ चाहिँ खम्बाचेन हो। अब अहिले मान्छेहरू तल परिवर्तन गर्दाखेरि तल आएर घुन्सामा सरेको हो। घुन्साबाट काठमाडौँ अनि त्यहाँदेखि तल गरेर सरेको हो। भोलिपल्ट खम्बाचेनको यात्रा तय गर्ने कुरा भए पनि हामीले त्यो दिन घुन्सा गाउँमै बस्ने निधो गर्यौं। यो परपारीको गुम्बा चाहिँ पहिला परपारी अब लामा धेरै बस्नुहुन्थ्यो। अब अहिले चाहिँ किनभनेदेखि चाहिँ अब भनौँ न, अब युवाहरू त्यति युवाहरू भयो, अब अरू भयो सबै, अब किनभने लामातिर धेरै ध्यान गएन क्या। अब सबै विदेशीसँग बोल्ने भयो, विदेशमै जाने भयो गर्दाखेरि लामातिर त्यति बस्ने भएन। अब यहाँको पनि अलिअलि अब यो गुम्बाको बारेमा र हाम्रो यहाँको संस्कृतिको बारेमा पनि अलिअलि लोप हुँदै जाँदैछ। त्यहाँको मूर्तिहरू अब एकदम पुरानो छ, तर त्यहाँ अब महँगो खालको मूर्ति पनि छ। अनि भित्ते चित्रहरू पनि एकदम एन्टिक भित्ते चित्रहरू छ। अनि मूर्तिहरू त्यहाँ अहिले भएको चाहिँ धेरै जस्तो माटोको मूर्ति छ, तर बाहिर माटो हुँदा पनि भित्र गुदी चाहिँ एकदम राम्रो छ। अनि त्यहाँ यसलाई अब हामीले सुनाएअनुसार चाहिँ पहिला आरानीले बनाएको एउटा पुरानो मूर्ति छ भनेर भनिरहेको छ। तर हामीले अहिले अब पल चाहिँ गरिरहेको छौँ। हामीले भनौँ उसलाई सरकारलाई हामीले पल चाहिँ गरिरहेको छौँ होइन। अब यहाँ आइदिनुहोस्, यो हेरिदिनुहोस्, चेक गरिदिनुहोस् कति वर्ष पुरानो रहेछ, कति के भएको रहेछ, एकचोटि हेरिदिनुहोस्। नत्र हामीले त त्यहाँ त लेखेको त छैन। अनि पल चाहिँ गरिरहेको छौँ। अब खै अब सरकार के अरे तलबाट आउनुहुन्छ कि न के हुन्छ, अब धेरैचोटि प्रयास चाहिँ गरिरहेको छौँ। दिउँसो गाउँ ढुल्यौ। यो तान लगाएको 1 हप्ता भयो हजुर। आफ्नै यहाँ गाउँघरमा। कति वर्ष मैले 20-21 वर्षमा सिकेको हो। र साँझ त्यहीँको आमा समूहको नृत्य हेऱ्यौँ। अनि ठुल्ठुलो चाडपर्वहरूमा गाउने, अनि यस्तो बिहाहरू हुँदाखेरि गाउने, यसको पनि धेरै किसिमको हुन्छ क्या। तपाईँको पाहुना आउँदाखेरि जस्तै तपाईँहरू एउटा सपोज उदाहरणको लागि तपाईँहरू डाँडा खोला नाला सबै काट्दै आउनुभयो भने त्यही उहाँले भन्नु खोजेको त्यही हो क्या। यसरी डाँडा काँडा काटेर जाँदाखेरि तपाईँहरूले चिताको कुरा पुगोस्, तपाईँहरूको राम्रो होस्, फलोस् फुलोस् भन्नु खोजेको गीतको शीर्षक चाहिँ त्यो हो। नमस्कार, मेरो नाम तेन्जिङ नुपु शेर्पा। म फोक्तालुङ 6 घुन्सा निवासी। कञ्चनजङ्घा क्षेत्रमा बिस्तारै टुरिज्म एकदमै बढ्दो क्रममा छ र यही बढ्दो क्रमलाई मध्यनजर गर्दै मैले यो गेस्ट हाउस, जानु गेस्ट हाउस भनेर होटल खोलाएको हो। यो गेस्ट हाउस अब एउटा फ्यामिलियर गेस्ट हाउस छ। अनि यहाँनिर चाहिँ खाना, बस्न, सुत्न सबै कुराको व्यवस्था छ। साथै अब अरू कुरामा पनि जस सकेसम्म गेस्टहरूलाई चाहिँ सेवा सुविधा दिइराखेको छौँ भन्नुपर्छ। अबको यात्रा भने खम्बाचेन थियो। हामीसँग यात्रामा जोडिँदै थिए घुन्सा निवासी हाम्रो साथी तेन्जिङ नुपु शेर्पा। तेन्जिङ नुपुसँगै अब हामी यात्राको सारथी 4 जना भएका थियौँ। त्यो दिन बिहानको खाजा खाएर अगाडि बढ्यौँ। अगाडि जाँदै गर्दा बाटोमा पर्छ हजारे गुफा। यसको वास्तविक लिम्बू नाम हेन्सिङ फुक्को हो। लिम्बू भाषामा हेन्सिङ भन्नाले हजार र फुक्को अथवा फुक्कु भन्नाले ओडार भन्ने अर्थ लाग्दछ। समयसँगै भाषिक अपभ्रंशका कारण यो नाम नेपालीमा हजारे ओडार भनी परिचित भयो। यसरी हाम्रो यात्रा निरन्तर चल्दै थियो।
अलि माथि पुगेपछि फक्ताङलुङ भ्यू पोइन्ट पुगेर केही समय फक्ताङलुङ हिमाललाई हेर्दै बस्यौँ। यो दिन मौसम नखुलेको कारण हिमाल भने हामीले देख्न पाएनौँ। खाम्बाचेन पुग्नका लागि पुल तर्नुभन्दा अगाडि नै फक्ताङलुङ बेस क्याम्प जाने बाटो छुटिन्छ। हामी खाम्बाचेन पुग्दै गर्दा याक र चौरीहरू गोठतिर आउन थालेका थिए। केही समय यो रोमाञ्चक दृश्यलाई हेरेर थकान मेट्यौँ। आजको हाम्रो बास पेम्बा शेर्पा दाईको खाम्बाचेन गेस्ट हाउसमा हुँदैछ। अब यो सिजन भनेको यो वसन्त ऋतुमा चाहिँ हामीले फागुनको दोस्रो हप्तादेखि जेठको पहिलो हप्तासम्म एकदम ठाउँ घुम्नको लागि एकदम रमाइलो छ। लाली गुराँस पुगिन्छ। यहाँ 22 प्रजातिका लाली गुराँसहरू ढकमक्क हुन्छन्। चौरी देखिन्छन्, यहाँ हिमचितुवा देखिन्छन्, यागहरू देखिन्छन्, भेडा च्याङ्ग्राहरू देखिन्छन्। यहाँको लोकल वेशभूषाहरू छन्। अब अरू अक्टोबरको टाइममा भनेपछि कार्तिक असोजदेखि मङ्सिर बिचसम्म चाहिँ यहाँ एकदम घुम्नको लागि एकदम लाग्छ। त्यहाँदेखि उता चाहिँ अब बढी जाडो हुन्छन्। पुसमाको टाइममा धेरै ठन्डा भएपछि अलिकति आउनु गाह्रो। हामी होटल व्यवसाय गर्नेलाई त ठिकै हो, पाहुना अतिथिहरूलाई चाहिँ आउनुलाई चाहिँ अलिकति हिउँ परिदिने, चिसो हुने, हाई लाग्ने जस्तो हुन्छन्। अनि मध्य वर्षमा असार साउनमा चाहिँ बाटोको कमी कमजोरीले गर्दाखेरि आउन सक्नुहुन्न। हाम्रो सेड्युल अनुसार हामी लोनाक पुग्नु पर्ने थियो, तर यस ठाउँमा आलु रोप्ने तयारी भएकोले हामी पनि यहीँको स्थानीयसँग आलु रोप्ने बारीतिर लाग्यौँ। यो वर्षको आलु रोपाई यो वैशाखको 8-9 गतेतिर सुरु भयो। अझै यो ठ्याक्कै खाजा टाइम हो। यहाँ चाहिँ मेरो हातमा चाहिँ फ्राई राइस छ। जस्तै यहाँ त अलिकति आलु रोप्ने तरिका त फरक रहेछ नि। हाम्रोतिर चाहिँ हामी आफै खनेर रोप्छौँ, अनि यहाँ चाहिँ जोतेर रोपिँदो रहेछ। अब यो पहिला चाहिँ आलु हाम्रो धेरै नै तल फले ग्याप्ला अम्जिलासादेखि ल्याएर यो खम्बाचेन माथि रोनाकसम्मै रोपिन्थ्यो होइन। त्यतिखेर चाहिँ त्यो हाम्रो बाबुबाजेहरू एकदम जाँगरी थियो। त्यतिखेर चाहिँ एकचोटि जोतिन्थ्यो, अर्कोचोटिमा खनेर रोपिन्थ्यो। अब अहिले चाहिँ आधुनिक हिसाबले जे पनि आधुनिक हिसाब भएको छ नि। अनि अगाडि बाँझो बाने दोस्रोचोटि फेरि सुइरोमै लाउने गरेर त्यो चाहिँ अलिक सजिलो र कम्फोर्टेबल जस्तो देखिन्छ। तर फल्नु चाहिँ उस्तै नै फलिन्छ। यसो गर्दाखेरि दुईचोटि जोत्यो, मान्छेलाई पनि अलिक सजिलो, अनि माटो पनि एकदम मलिलो हुँदाखेरि त्यो दुईचोटि जोत्दाखेरि चाहिँ माटो एकदम फुर्रा हुन्छ। त्यो कारणले गर्दाखेरि अहिले चाहिँ यो प्रविधि ल्याएको त्यस्तै 10-12 वर्ष मात्र भयो। अब रोप्नु चाहिँ अहिले यो वैशाखको हिजोआजको टाइममा, खन्नु चाहिँ भनेपछि भदौ असोजको टाइममा चाहिँ ट्याकट्याक भनिन्छ। अब यो 1 महिना पछाडि गोरिन्छ, 2 महिनाको बादमा यो हामी दोहोरे भनेर माटो लाइन्छ। अनि भदौको पहिलो दोस्रो हप्तातिर चाहिँ खनेर खाने बेला चाहिँ ट्याक्कै हुन्छ। र यस ठाउँलाई अझ नजिकबाट निहाल्ने कोसिस गऱ्यौँ। हाम्रो अब त्यो प्रकौली भनाइमा चाहिँ एउटा के छ भने अब कहाँसम्म साथी होइन। अब हाम्रो यो कुम्पाकर्ना चाहिँ उता फर्काएछ नि त सिक्किमतिर। सिक्किमतिर फर्काए हुनाले चाहिँ सिक्किमको केटीहरू एकदम राम्रो हुनाको कारण त्यो अरे होइन। अनि कुम्पाकर्ना यता पछाडि हामीलाई आफ्नो गाउँ त यो के अरे पछाडि पऱ्यो नि त होइन। पछाडि परेपछि अनि हाम्रो यहाँको मान्छे चाहिँ त्यो गाह्रो हुनको कारण चाहिँ त्यो हो भन्छ। त्यो कहाँसम्म छ त्यो थाहा छैन मलाई। त्यसो भने कि पहिला बुढापाकाले रहेछ मित त। राति एकैछिन भए पनि ठुलो हिउँ पर्यो। भोलिपल्ट बिहान यहाँको दृश्य देख्दा निकै लोभलाग्दो देखिन्थ्यो। खाम्बाचेन बसाइ सकिए लगत्तै अबको यात्रा थियो लोनाकसम्म।
लोनाकको यात्रामा हामी निस्किँदै गर्दा केही विदेशीहरू पनि हाम्रो सहयात्री बनिसकेका थिए। केही घण्टाको यात्रा गरेपछि खान्डो छिउसर झरना पुगेर केही समय हामी झरनासँग रमायौं। खान्डो छिउसर झरनाबाट अलिकति उकालो लागेपछि आइपुग्छ रामदाङ। यस ठाउँमा छन् 2वटा टी सप। यस ठाउँबाट उत्तरतर्फ लहरै मिलेर बसेको हिमाल देखिन्छ। यहाँबाट हिँडेपछि आइपुग्छ अब बुढापाकाको भनेअनुसारले चाहिँ जुन धेरै वर्ष पहिला चाहिँ गुरु रिम्पोछेहरूको पालामा उहाँहरू त यो बाटो आउँदै गर्दाखेरि चाहिँ यो ठाउँमा पुग्दाखेरि चाहिँ उहाँहरू चाहिँ एकदम गर्मी भएर थकित भएको बेला चाहिँ यहाँनिर चाहिँ पानी राखेर त्यसपछि उगाउँदै नुहाउने गर्थ्यो अरे के। त्यसले गर्दाखेरि चाहिँ अब गुरु रिम्पोछेको चाहिँ टाउको नुहाउने ठाउँ भनेर पनि चिन्दो रहेछ। यो रुटमा धेरैले ख्याल नगरेको स्थान हो यो ठाउँ। फाइनल्ली गाइज हामी लोनाक आइपुग्यौँ। अब चाहिँ आजको हाम्रो बसाइ यहीँ हुनेवालामा छ। हामी सेराब दाईको लोनाक गेस्ट हाउसमा आराम गऱ्यौँ। लोनाक भनेको त लो भनेको उत्तर हो, भोटे हाम्रो भाषामा। नाक भनेको याक हो। यहाँ बस्ती तपाईँको 6-7 होटलहरू छ। पहिले यहाँ तपाईँको याक होटल थियो। यो ठाउँमा होटल गर्न लास्टै गाह्रो छ। तपाईँको यो ठाउँ चाहिँ तपाईँको एउटा उचाइको हिसाबले पनि तपाईँको यो 47-80 मिटरको उचाइमा छ। यहाँ धेरै हावा उडिएर चल्छ। त्यसै गरी यहाँ पानीको समस्या छ। पानी तपाईँको हामीले ल्याएर चाहिँ 2 किलोमिटर माथिबाट र यो पानी जम्छ र पानी जमेपछि हामीले खोलाबाट ग्लेसियरको पानी ल्याउनु पर्ने हुन्छ र धेरै नै समस्या छ। यहाँ चुनौतीहरू पनि छ धेरै। अब भने हाम्रो यात्राको अन्तिम बिन्दु पाङपेमा बेस क्याम्प, जुन कञ्चनजङ्घाको उत्तरी बेस क्याम्पको अन्तिम भ्यू पोइन्टसम्म थियो। लोनाकबाट हिँडेको 1 घण्टा जतिमा पुग्यौँ श्यामजो, जहाँ नाउरहरूको चरण क्षेत्र रहेछ। अहिले चाहिँ हामी ठ्याक्कै लोनाकबाट हिँडेको लगभग 1 किलोमिटर जति अगाडि आइसकेपछि श्यामजो भन्ने ठाउँमा आइपुगेका छौँ। यो चाहिँ 4851 मिटर उचाइमा छ। यो चाहिँ ब्लुसिप हेबिटेट एरिया भनेर छुट्याएकै रहेछ। अनि यहाँ चाहिँ पछाडि चाहिँ नाउर देखिरहेछौँ। यहाँ पछाडि छ ब्लुसिप। यहाँनिर जति सक्नु हामीले कैद गर्न खोजिरहेछौँ, तर त त्यस्तो धेरै भाग्ने पनि होइन रहेछ मान्छे देखे पनि। केही बेर नाउरहरूसँग लुकामारी गर्दै बसेपछि हाम्रो यात्रा फेरि अगाडि बढ्यो। लोनाकबाट अघि बढ्दै गर्दा भने दायाँतर्फ चाँदी झैँ टलक्क टल्किएका, आकाश छुला झैँ गरेर बसेका अनगिन्ती हिमालहरूलाई निहाल्दै मन्त्रमुग्ध हुँदै ती केही उकाली ओह्रालीहरूलाई छल्दै हामी पुग्यौँ जोर्क्यु टी सप, जहाँ सिजनको बेला पाल टाँगेर ढुङ्गालाई अडेस लगाएर बनाइएको छ। टी सपबाट हिँडेको 2 घण्टा हुन लाग्दा हामी पुग्यौँ विश्वकै तेस्रो र नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घाको काखमा रहेको पाङपेमा बेस क्याम्पमा। हरेक वर्ष कञ्चनजङ्घाको उत्तरी बेस क्याम्प जाने आन्तरिक तथा बाह्य पर्यटक बढ्दै गर्दा स्थानीय सरकारले सिजनको बेला बेस क्याम्पसम्म स्वास्थ्यकर्मी खटाएको कुरा सुन्दा खुसी लाग्यो। पर्यटक भित्राउन अझ धेरै कुराहरू गर्नु छ। सुरुमा त सञ्चार र विद्युत आवश्यक छन् भने अन्य कुराहरू बिस्तारै भइरहेको छ। अत हामी यस ठाउँमा आइपुग्यौँ। क्यामेराले यो ठाउँलाई कैद गर्यौँ। तपाईलाई
यसै भिडियो मार्फत देखायौँ पनि। अब तपाईहरू कहिले आउनुहुन्छ? ल है, तपाईको प्रतीक्षामा छ यो स्वर्ग जस्तो ठाउँ।